छोटो समय र लामो अवधिसम्म उत्पादन लिएर राम्रो मुनाफा आर्जन गर्न सकिने एक प्रमुख तरकारी बारी सिमी खेती पनि हो। बलौटे दोमट तथा ड्रेनेज जमिन अथवा पानी राम्रोसँग सोच्न सक्ने जमिन सिमी खेतीको लागि उपयुक्त हुन्छ। आजको भिडियोमा सिमी खेतीमा सेकेन्ड टपरेस गरेर ड्याङ कसरी लगाउने भन्ने जानकारी दिइरहेका छौँ। बिरुवामा पहिलो टपरेस बिरुवा उम्रेको 15 देखि 18 दिनभित्र र सेकेन्ड टपरेस 28 देखि 30 दिनभित्रमा मल लगाएर गर्नुपर्दछ। टपरेस गर्दा मलको शक्ति कम नहोस् भनेर पुर्ने कार्य गरिन्छ। यसरी पुर्दा ड्याङको निर्माण हुन्छ। टपरेस गर्दा बिरुवाको चारैपट्टि गोलो बनाएर मल हाल्नु पर्दछ र माटोले पुरिदिनु पर्दछ। सिमी खेतीको लागि जमिनको पीएच मान 5.5 देखि 6.5 को बिचमा हुनुपर्दछ। धेरै सिँचाइको आवश्यकता नपरे यस बालीलाई जाडो महिनामा लगाउन सकिन्छ।